नमस्ते म मोहन के छ तपाईहरुको हालखबर र म चाहिँ धेरै दिन अगाडिदेखि सोचिरहेको थिएँ अब आफ्नो दिनचर्याहरू म चाहिँ यहाँ नाम्चीमा बस्छु नि त कलेज गर्दै नाम्चीमा म चाहिँ टिमुरुङ बासिन्दा अन्त यहाँ नाम्चीमा बसेर चाहिँ कलेज गर्दैछु अन्त यो छुट्टीमा अथवा बिहान बेलुका पार्ट टाइम कामहरू पनि गर्छु काम चाहिँ के गर्छु भने मैले देखाउँछु है अनि त्यसो गर्दै चाहिँ मैले आफ्नो दिनचर्याहरू कसरी बिताइरहेको छु यो सब एक्सपिरियन्सहरू तपाईँहरूलाई सेयर गरौँ भनेर सोचिरहेको थिएँ अन्त धेरै दिनदेखि माहौल मिलिरहेको थिएन आज ठ्याक्कै आएर माहौल मिलेको छ त्यो सब कुराहरू सेयर गरौँ भनेर म तपाईँलाई सम्झिरहेको थिएँ र चाहिँ र मेरो काम चाहिँ के हो भन्दाखेरि चाहिँ म चाहिँ बिहान बेलुका माथि ट्याक्सी स्ट्यान्डतिर प्लाजातिर यो सब्जी मन्डीतिर सब जग्गा मैले बनाएको हातको चियाहरू खुवाइदिए हिँड्दैछु खुवाउँदै हिँड्छु नि त है अथवा चिया बेच्छु भन्नुको चिया र अहिले चाहिँ यहाँनिर चिया बनिसकेको छ तपाईँहरू देख्न सक्नुहुन्छ अब यो लगेर म माथि लगेर बेच्नेवाला छु आज झन् आइतबार हो हाट हुन्छ नाम्चीमा होइन अन्त यहाँ हेर्नुहोस् चिया बनिसक्यो झन् रेडी भइसकेको छ यो चाहिँ चिनीको चिया हो भने यो चाहिँ ठ्याक्कै चिनीको चिया हो भने मैले यता चाहिँ सादा अथवा नुनको चिया हो नुन चाहिँ बोकेरै हिँड्छु जसले नुनको खानु चाहनुहुन्छ नुनको ठ्याक्कै हुन्छ त्यसरी ब्ल्याक टी चाहिँ अघि बनिसकेको छ यहाँनिर अनि म यो फ्लासहरूमा लिएर जान्छु चिया चाहिँ राम्रो देखिन्छ छैन होला चिया रेडी भएको छ अब हामीले हाल्नु मात्रै बाँकी छ है अन्त ब्याकग्राउन्डमा चाहिँ म गीतहरू सुन्दै काम गर्छु नि त मजा आउँछ त्यस्तै चलिरहेको छ अब यहाँदेखि उता म यहाँदेखि रुमदेखि निक्लिएर जाँदाखेरि अहिले चाहिँ म ट्याक्सी रोक्दै जान्छु मेरोमा साधन छैन होइन अन्त ट्याक्सीमा जाँदाखेरि अलि देखाउँदै जान्छु म माथि सब एक्सपिरियन्सहरू सेयर गर्छु नि म होइन त्यही सोचिरहेको छु हेरिदिनु होला र अब एचसिआर ब्लग र मैले मेरो नाम सेभ गरेको छु त्यो च्यानल मार्फत म सब कुराहरू सेयर गर्छु है ल होइन म चाहिँ अब चिया हाल्दै चाहिँ यो फ्लासमा लान्छु नि त म चाहिँ दोकानै बोकेर हिँडिदिन्छु माथितिर ट्याक्सी स्ट्यान्डतिर प्लाजा अन्त सब्जी मन्डीहरू सबतिर डुलाइन्छु हस्पिटलको बाहिरहरू पनि जान्छु म चाहिँ प्लास अब दोकानै बोकेर होइन मिठो मानेर खाइदिनुहुन्छ मान्छे दाइहरूले ट्याक्सी चालक दाइहरू हुनुहुन्छ अन्त यता सबजनाले खाइदिनुहुन्छ प्रायः होइन सबले भन्नु त मिल्दैन हुन्छ अब यहाँदेखि हिँडेपछि म तपाईँलाई फेरि होइन सब यात्रा म तपाईँलाई सेयर गर्नेछु है मेरो चाहिँ सब तयार भइसकेको छ यहाँनिर छ मेरो दोकान चाहिँ अनि म चाहिँ यहाँदेखि निक्लेको रुमबाट माथि गएर एकछिन गाडी ट्याक्सी पर्खिनु पर्ने हुन्छ अहिले चाहिँ साथी बिहान चाहिँ साथीको स्कुल जान्छु भने अहिले चाहिँ म उयसमै जान्छु नि त ट्याक्सीमा दिउँसो चाहिँ पाइहाल्छ है त्यसको लागि अब माथि निक्लिँदैछु म रोडमा अनि ठ्याक्क ट्याक्सीमा गएर चाहिँ माथि गएर ठ्याक चिया दियो अनि फेरि ठ्याक्क फर्क्यो त्यसरी दिन चाहिँ अलि बितिरहेको छ मेरो चाहिँ अन्त हल्का रमाइलो पनि हुन्छ यसो फाल्टु कुराहरू नयाँ कुरा सिक्न पाइन्छ एक्सपिरियन्स गेन हुन्छ है त्यस्तै हो म चाहिँ अब रोडमा निक्लिएको छु यहाँनिर ल अब म चाहिँ यहाँबाट चाहिँ गाडीमा जानुपर्ने हुन्छ होइन मेरो साधन छैन ट्याक्सी रोकेर मैले पाइसकेको थिएँ यहाँबाट निक्लिसकेँ र अब मेरो ठाउँ चाहिँ फर्स्टको डेस्टिनेसन भनेको चाहिँ यो हो माथिको ट्याक्सी स्ट्यान्ड होइन ठ्याक्कैसँगले यहाँको चालक दाइहरूलाई सबलाई चिया दिने एक सरो मजाले होइन दामी तरिकाले अन्त यहाँ सकेर म यहाँ पर जान्छु यो सब्जी मन्डीमा अहिले चाहिँ यहाँ दाइहरूलाई दिनुपर्ने छ होइन अहिले यसलाई चिसो पानी देखाउनुपर्छ भाइ यहाँ खास दाइ अघि फोन गर्नुभएको थियो उहाँले एउटा दाइ चियाको छ चिया अलिकति गरिदिनु नि कतिवटा भाइ चिया एउटा
अरू एनिमल कोही चिया खानेवाला छ हाम्रो भाइको खाइदिनुहोस् एकदम स्पेसल चिया छ है गरी दाजु तपाईँ चाहिँ खाँदैन यहाँ बसेर मात्रै भनिबस्छ चिया चाहिँ किनेर कहिले खाँदैन भाइको चिया चाहिँ एकदम दामी छ हो तपाईँले बजारतिर यो त भाइलाई देखाउनु पर्यो नि त भाइ त आइहाल्छ तर अनुहार देखाउँदैन रहेछ भाइले माइक मात्रै लगाउँछ सक्नुहुन्छ हजार त्यसको दामै सानो ए चियावालालाई भइहाल्छ उहाँलाई त थाहा भइहाल्छ फर्स्ट यहीँ हुनुहुन्छ दाइहरूले हो यहाँ ल्याउनु पर्ने हुन्छ फर्स्ट चाहिँ अब प्रायः यहाँ राखिरहेको छु झोला चाहिँ मैले त्यो किताबबडीको ट्याक्सी स्ट्यान्डमा ठ्याक्कैसँगले चिया एक बेचेर म सब्जी मन्डी जान आँटेको छु अनि प्रायः लेख्न सक्नुभयो अन्त ऊ ठिक ठिक पैसाहरू दिनुहुन्छ होला होइन ठ्याक्कैसँगले म जानेवाला छु म यहाँबाट वाइट हल भनौँ न अब चाहिँ मेरो यता ट्याक्सी स्ट्यान्डबाट सकिएर सब्जी मन्डीपट्टि जाँदैछु है यो विशाल मार्ट अरे वाइट हल पनि भन्छ यो चाहिँ सब्जी मन्डी यहाँभित्र हालिहालेको छ किसान मार्केट अन्त यहाँ गएर पनि एक सरो चिया चिया ठ्याक्क दिएर है कतिले खान्छन् कतिले खाँदैनन् त भन्न सकिँदैन तर अब यता पनि आउँछु अरू बेला पनि ठ्याक्कैसँगले गएर चिया पिउनु होइन आएको छ है दुधको नुनको कि ब्ल्याक टी हुन्छ हुन्छ धन्यवाद हुन्छ कप छ तपाईँहरूको हुन्छ त्यसमा हालिदिन्छु ल ग्लासमा एउटा होइन त हजुर हजुर ग्लास छ ब्ल्याक टी छ त ल्याइदिनु ब्ल्याक टी नुनको हुन्छ तर ए हुन्छ एउटा होइन त मरिच हुन्छ पर छ कप निकाल्नु हुन्छ झोलामा
दिनुहुन्छ दिनुहुन्छ लु होइन च्यातेको त गरेँ नि मलाई घर लामो हुन्छ कि अन्त नि अहिले छ के गर्नु भोलि दिनु नि छैन भने हुन्छ भोलि हुन्छ हुन्छ भने होइन घरबाट भात कति मिठो तपाईँ ग्लास छैन गिलास छ हाम्रो गिलास तिम्रो भिडियोमा चाहिँ दामी भएछ त त्यो कसले बहिनीले गरेको होइन एउटा होला है एउटा मात्रै अफर दिनु नि अङ्कल थ्याङ्क यू भयो हुन्छ हुन्छ म यतादेखि आएँ तपाईँलाई दिनु भयो नुनको कप छ ल म त जाँदैछु माथि यो हस्पिटल होइन यहाँनिर अब यो सब्जी मन्डी आज म डुलिनँ अल्छी लागिरहेको थियो अल्छी भन्दाखेरि पनि चिया कम्ती भयो नि त यहाँ सक्यो भने यहीँ सक्यो भने फेरि माथि हस्पिटलमा सकिरहेको हुन्छ नि त्यही भएर म यता होइन उहाँको ट्रिप चाहिँ मैले अस्ति अस्ति अलिअलि गरेको छु त्योहरू एड गर्छु भ्लगमा चाहिँ अन्त यो सब्जी मन्डीबाट चाहिँ म चाहिँ उकालो जाँदैछु ठ्याक्कैसँगले यो बाटो जान्छु म चाहिँ झोला बोकेर चाहिँ सकिनहालेर चाहिँ उकालै लाग्दैछ सिधै म चाहिँ उकालो जाँदैछु आज चाहिँ आइतबारले गर्दा हाट छ त्यस्तो सकिसकेको रहेछ हाट पनि तर मौसम चाहिँ खराब भइरहेको छ खराब भन्दा पनि डुम्बो दामी होइन चिया बिक्ने दिन म दिउँसो आएन नि त आज अरू बेला चाहिँ दिउँसो नि एकट्रिप आउँथेँ अन्त पानी थिएन र चाहिँ मन्दिर जानु परेको थियो ठ्याक्क लुगा सुगा धुनुको लागि चाहिँ म आज बिहान बेलुका मात्रै गएँ आज चाहिँ अरू बेला चाहिँ लगभग दिउँसो पनि भएको थियो सब्जी मन्डीहरूमा चाहिँ यहाँबाट चाहिँ म ठ्याक्कै जाँदैछु हस्पिटल अहिले हस्पिटलमा काम सकिन भेटेँ म चाहिँ होइन लाग्दैको अब ड्युटी सिटी सब सकेर हस्पिटल गरेर लिएर त्यहाँको चाहिँ भिडियो गर्नु मिल्थेन र म चाहिँ लाग्दैको अब रुम यहाँ तल गएर अब दुध सुध किनेर म चाहिँ जान्छु आजको ड्युटी चाहिँ यति हो होइन र के कस्तो हुन्छ एक्सपिरियन्स यस्तै छ होइन मेरो चाहिँ रमाइलो हुन्छ जे होस् छुट्टी अब एक्स्ट्रा टाइमहरू युटिलाइजमा ल्याइरहेको हो ल्याउन खोजिरहेको मात्र हो त्यस्तो खासै कमाउने उयोले गरे होइन यो कुराहरू चाहिँ अब नयाँ नयाँ कुराहरू सिकिन्छ होइन नेटवर्क बढ्छ नयाँ नयाँ मान्छेहरूसँग भेटिन्छ कन्फिडेन्स लेभल हल्का बढिँदो रहेछ होइन त्यस्तै भइदिरहेछ अब यहाँ गएर दुध सुध लिएर जान्छु म चाहिँ अन्त रुमसुम गएर खानासाना त्यही हो भएर ल फेरि अर्को भिडियोमा भेटौँ ल अन्त अब त्यतिन्जेलको लागि चाहिँ जय होस् सबको ल बाई बाई गुड नाइट